श्रीमाधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। सहयोगको क्रममा धापासीदेखि ताल्नुभएकी सरिता श्रेष्ठज्यूबाट पनि 205 रुपियाँ सहयोग प्रदान भएको छ। सरिता श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्रीमाधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। आउनुहोस् श्रद्धालु भक्तजनहरू, तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने यस माइकिङ स्थलमा आएर सम्पर्क राख्न सक्नुहुन्छ। सम्पूर्ण मानव श्रद्धालु भक्तजन मध्ये हाम्रो सम्पूर्ण मानवहरू लेबोबाट ताल्नुभएको तपाईँ कतै हुनुहुन्छ भने तपाईँका आफन्त सपना मानवहरू काउन्टर नम्बर 2 काउन्टर नम्बर 2 अर्थात् खुला छेउको माइकिङमा गएर तपाईँको साथी छोडेर बस्नुभएको छ। काउन्टर नम्बर 2 मा जानुहोला। सकुन मानन्दज्यू तपाईँ लोगोबाट पाल्नुभएको छुट्टिनु भएको छ तपाईँको साथी सपना मानन्दसँग। कृपया काउन्टर नम्बर 2 मा तपाईँको साथी सपना मानन्द छोडेर बस्नुभएको छ। 2 नम्बर काउन्टरमा गएर सम्पर्क राख्नुहोला। श्रद्धालु भक्तजनहरू, यसै गरी श्री माधव नारायण भगवानको सहयोगको क्रममा माधव नारायण भगवानलाई सम्झेर सहयोग गर्ने क्रममा सरिता भोटेलज्यूबाट पनि सहयोग प्रदान भएको छ। 105 रुपियाँ श्री माधव नारायण भगवानलाई सम्झेर अर्पण गर्नुभएको छ। सरिता भोटेलज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण। आउनुहोस् श्रद्धालु भक्तजनहरू, यति उति भन्ने कुरो छैन। तपाईँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्न चाहनुहुन्छ भने हाम्रो यस मेला व्यवस्थापन समितिले सञ्चालन गरेको 3वटा काउन्टर मध्ये जहाँसुकै गएर पनि तपाईँले रसिद काटेर सहयोग प्रदान गर्न सक्नुहुन्छ। आज श्री माधव नारायण भगवानको एक महिने मेलाको पहिलो माधव नारायण भगवानको प्रवेश यात्राको क्रममा पहिलो दिन आज नित्य पूजापछि वज्रयोगी प्रस्थान हुनेछ। त्यसै गरी वज्रयोगीबाट फर्किसकेपछि आज नै पशुपतिमा पुग्ने जानकारी पनि तपाईँहरूलाई गराउन चाहन्छु। श्रद्धालु भक्तजनहरू, तपाईँहरू पूर्व मेचीदेखि पश्चिम महाकाली, त्यसै गरी नेपालको कुना काप्चा र नेपालभन्दा बाहिरबाट पनि श्री माधव नारायण भगवानको दर्शन गर्न आइराख्नु भएको छ। यहाँहरू सबैलाई सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हामी मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी काठमाडौँ बाङ्लादेखि पाल्नुभएको मीना रञ्जितज्यूबाट पनि श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। मीना रञ्जितज्यू उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। हाम्रो सानो नानुको बर्थडे पनि रहेछ। उहाँको बर्थडेमा हामी ह्याप्पी बर्थडे पनि भन्न चाहन्छौँ र सानो नानी भोलि ठुलो भएर राम्रो मान्छे बन्न सकोस् भन्ने हामी कामना पनि गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू, यहाँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्न चाहनुहुन्छ भने यस मेला व्यवस्थापन समितिद्वारा सञ्चालित 3वटा काउन्टर मध्ये जहाँसुकै तपाईँहरूले सम्पर्क राख्न सक्नुहुन्छ। तपाईँहरूकै सहयोगमा यस पवित्र तीर्थस्थलमा श्री माधव नारायण भगवानको मन्दिर, श्री माधव नारायण भगवानको स्तम्भदेखि लिएर विभिन्न कुराहरूको निर्माण भइरहेको छ। तपाईँहरू पनि निर्माण कार्यमा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो माधव नारायण मेला व्यवस्थापन समितिले सञ्चालन गरेको 3वटा काउन्टर मध्ये जहाँसुकै पनि तपाईँ सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी तारकेश्वर देखि पाल्नुभएकी प्रमिला श्रेष्ठ प्रधानज्यूबाट पनि श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। प्रमिला श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। श्री माधव नारायण। त्यसै गरी काभ्रे 5 सालदेखि पाल्नुभएका
दिनेश श्रेष्ठज्यूबाट उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठज्यूको नाममा श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। दिनेश श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। त्यसै गरी उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठको वैकुण्ठवासको लागि पनि हामी श्री माधव नारायण भगवानलाई वैकुण्ठवास होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। त्यसै गरी सामना गाउँदेखि पाल्नुभएका किशोर महर्जनज्यूबाट पनि श्री माधव नारायण भगवानलाई सम्झेर 105 रुपियाँ सहयोग प्रदान भएको छ। किशोर महर्जनज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। श्री माधव नारायण श्रोताहरू भक्तजनहरू, तपाईँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर यस पवित्र ऐतिहासिक पवित्र तीर्थस्थलमा विभिन्न कुराहरूको निर्माणमा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो बाइकिङ सेलमा सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी भक्तपुर 5 स्यासे टोलदेखि पाल्नुभएका विश्वजित सायस्त्रज्यूबाट पनि श्रोताहरू भक्तजन मध्ये हाम्रो सक्षम मानन्दज्यू लेबोबाट पाल्नुभएको तपाईँ कतै हुनुहुन्छ भने तपाईँका आफन्त सपना मानन्दज्यू काउन्टर नम्बर 2 अरे चाचे आवाज सुन्नुभएको छ भने काउन्टर नम्बर 2 अर्थात् खोला छेउको माइकिङमा गएर तपाईँको साथी खोलेर बस्नुभएको छ। काउन्टर नम्बर 2 मा जानु होला। सकुन मानन्दज्यू तपाईँ लोगोबाट पाल्नुभएको छुट्टिनु भएको छ तपाईँको साथी सपना मानन्दसँग। कृपया काउन्टर नम्बर 2 मा तपाईँको साथी सपना मानन्द खोलेर बस्नुभएको छ। 2 नम्बर काउन्टरमा गएर सम्पर्क राख्नुहोला। श्रोताहरू भक्तजनहरू, यसै गरी श्री माधव नारायण भगवानको सहयोगको क्रममा माधव नारायण भगवानलाई सम्झेर सहयोग गर्ने क्रममा सरिता भोटेलज्यूबाट पनि सहयोग प्रदान भएको छ। 105 रुपियाँ श्री माधव नारायण भगवानलाई सम्झेर अर्पण गर्नुभएको छ। सरिता भोटेलज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण। आउनुहोस् श्रोताहरू भक्तजनहरू, यति उति भन्ने कुरो छैन। तपाईँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्न चाहनुहुन्छ भने हाम्रो यस मेला व्यवस्थापन समितिले सञ्चालन गरेको 3वटा काउन्टर मध्ये जहाँसुकै गएर पनि तपाईँले रसिद काटेर सहयोग प्रदान गर्न सक्नुहुन्छ। आज श्री माधव नारायण भगवानको एक महिने मेलाको पहिलो माधव नारायण भगवानको प्रवेश यात्राको क्रममा पहिलो दिन आज नित्य पूजापछि वज्रयोगी प्रस्थान हुनेछ। त्यसै गरी वज्रयोगीबाट फर्किसकेपछि आज नै पशुपतिमा पुग्ने जानकारी पनि तपाईँहरूलाई गराउन चाहन्छु। श्रोताहरू भक्तजनहरू, तपाईँहरू पूर्व मेचीदेखि पश्चिम महाकाली, त्यसै गरी नेपालको कुना काप्चा र नेपालभन्दा बाहिरबाट पनि श्री माधव नारायण भगवानको दर्शन गर्न आइराख्नु भएको छ। यहाँहरू सबैलाई सम्पूर्ण श्रोताहरू भक्तजनहरूलाई हामी मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी काठमाडौँ सामनादेखि पाल्नुभएको मिर्जा रञ्जितज्यूबाट पनि श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। मिर्जा रञ्जितज्यू उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। हाम्रो सानो नानुको बर्थडे पनि रहेछ। उहाँको बर्थडेमा हामी ह्याप्पी बर्थडे पनि भन्न चाहन्छौँ र सानो नानी भोलि ठुलो भएर राम्रो मान्छे बन्न सकोस् भन्ने हामी कामना पनि गर्न चाहन्छौँ। यहाँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्न चाहनुहुन्छ भने यस मेला व्यवस्थापन समितिद्वारा सञ्चालित 3वटा काउन्टरमध्ये जहाँसुकै तपाईँहरूले सम्पर्क राख्न सक्नुहुन्छ। तपाईँहरूकै सहयोगमा यस पवित्र तीर्थस्थलमा श्री माधव नारायण भगवानको मन्दिर, श्री माधव नारायण भगवानको स्तम्भदेखि लिएर विभिन्न
कुराहरूको निर्माण भइरहेको छ। तपाईँहरू पनि निर्माण कार्यमा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो माधवनारायण मेला व्यवस्थापन समितिले सञ्चालन गरेको 3वटा काउन्टरमध्ये जहाँसुकै पनि तपाईँ सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी तारकेश्वर देखि पाल्नुभएको प्रमिला श्रेष्ठ प्रधानज्यूबाट पनि श्री माधवनारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। प्रमिला श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँलाई श्री माधवनारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। श्री माधवनारायण। त्यसै गरी काभ्रे 5 सालदेखि पाल्नुभएका दिनेश श्रेष्ठज्यूबाट उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठज्यूको नाममा श्री माधवनारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। दिनेश श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। त्यसै गरी उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठको वैकुण्ठ वासको लागि पनि हामी श्री माधवनारायण भगवानलाई वैकुण्ठवास होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। त्यसै गरी साना गाउँदेखि पाल्नुभएका किशोर महर्जनज्यूबाट पनि श्री माधवनारायण भगवानलाई सम्झेर 105 रुपियाँ सहयोग प्रदान भएको छ। किशोर महर्जनज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। श्री माधवनारायण। उहाँलाई श्री माधवनारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। हो हाम्रो सानो नानुको बर्थडे पनि रहेछ। उहाँको बर्थडेमा हामी ह्याप्पी बर्थडे पनि भन्न चाहन्छौँ र सानो नानी भोलि ठुलो भएर राम्रो मान्छे बन्न सकोस् भन्ने हामी कामना पनि गर्न चाहन्छौँ। यहाँहरू पनि श्री माधवनारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्न चाहनुहुन्छ भने यस मेला व्यवस्थापन समितिद्वारा सञ्चालित 3वटा काउन्टरमध्ये जहाँसुकै तपाईँहरूले सम्पर्क राख्न सक्नुहुन्छ। तपाईँहरूकै सहयोगमा यस पवित्र तीर्थस्थलमा श्री माधवनारायण भगवानको मन्दिर, श्री माधवनारायण भगवानको स्तम्भदेखि लिएर विभिन्न कुराहरूको निर्माण भइरहेको छ। तपाईँहरू पनि निर्माण कार्यमा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो माधवनारायण मेला व्यवस्थापन समितिले सञ्चालन गरेको 3वटा काउन्टरमध्ये जहाँसुकै पनि तपाईँ सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी तारकेश्वर देखि पाल्नुभएको प्रमिला श्रेष्ठ प्रधानज्यूबाट पनि श्री माधवनारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। प्रमिला श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँलाई श्री माधवनारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। श्री माधवनारायण। त्यसै गरी काभ्रे 5 सालदेखि पाल्नुभएका दिनेश श्रेष्ठज्यूबाट उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठज्यूको नाममा श्री माधवनारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान भएको छ। दिनेश श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। त्यसै गरी उहाँको आफन्त स्वर्गीय रामबहादुर श्रेष्ठको वैकुण्ठ वासको लागि पनि हामी श्री माधवनारायण भगवानलाई वैकुण्ठवास होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। त्यसै गरी साना गाउँदेखि पाल्नुभएका किशोर महर्जनज्यूबाट पनि श्री माधवनारायण भगवानलाई सम्झेर 105 रुपियाँ सहयोग प्रदान भएको छ। किशोर महर्जनज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। श्री माधवनारायण।